गर्नु समीक्षा मलाई पनि कति गाह्रो छ अस्ति पनि मेरो भाइले राजलाई घुटेछ है मलाई त थाहै थिएन के गर्नु फटाहरू बिग्रिहाले कसरी सुधार्ने हो अब है सायद बाबा मम्मी नभएर यस्तो भएको होला है बाबा मम्मी भएको भएदेखि यसरी बिग्रेर पनि हिँड्ने थिएन होला मलाई नटेरेर यस्तो भएर हिँड्यो कि मेरो भाइ पनि के गर्ने होला नि के गरी सुधार्ने होला नि अब यी बिग्रे कसरी सुधार्ने हो म नि त्यसकै टेन्सनमा छु हौ आजभोलि त खै के गर्ने हो अब समय छ यहाँ शीतल रहेछ यहाँ बस्नुपर्छ हामी हुन्छ औ बस अनि सुन न भन्नु न अनि हामी तलबाट घुमेर पनि आयो अनि हाम्रो भाइको विषयमा के गर्ने के सल्लाह गर्ने अब त्यही सुधार्नु पर्यो होला नि होइन सबैसँग सल्लाह गरौँ अनि सबैबाट सल्लाह लिएर सुधार्ने अब कोसिस गरौँ न समीक्षा सुन न आज यहाँ डाँडामा मान्छे पनि बटुलेर भनेको थियो है अनि त्यस पछाडि अनि लट्टेले पनि हेर न राजलाई पछाडिबाट हानेर भागेछ भनेको लट्टे पनि विपत्ता भएर है घर पनि आएको छैन खै के गर्ने हो म त टेन्सनमा छु मलाई त कस्तो डर लागिरहेछ टेन्सन नलिनु न सबैजना अब मूर्ख हुन्नन् सबैलाई बुझाउनु पर्छ सबैजना बुझिहाल्नुहुन्छ नि बुझाएपछि त अनि विष्ट दाइ र बिरमान काका पनि आउनु भन्नुभएको थियो अनि आउनु भएकै छैन कहाँ जानुभयो उहाँहरू पनि आउनुहुन्छ होला नि बिस्तारै आउनुहुन्छ होला सबैजना आएपछि सल्लाह गरेर अब सबैलाई बुझाउनुपर्छ त्यो त हुन्छ तर मलाई कति धेरै डर लागेछ क्या त्यसको बारेमा मात्रै त्यो पनि घरै आएको छैन सुध्रिन्छु त भनेर हिँडेको है हिँडेपछि घरै फिर्केर आएको छैन नि साँच्चै गएछ त अनि त्यो चिन्ता नगर्नु धेरै टेन्सन नलिनु अब सबैजना सल्लाह गरेर अब कहाँ गयो के गर्यो खोजौँला अनि अब सल्लाह गरेर बुझाउँला न सबैलाई त्यो त हुन्छ है कल पनि लागेको छैन विपत्तै हरायो तपाईँलाई एउटा कुरा थाहा छ विष्ट सर के कुरा त्यो लट्टेले छ नि बाबा मम्मी बहिनी नभए लट्टेले राजलाई पक्कै हान बुक्लुकै लडाइदिएछ नि टाउकोमा यत्रो टुटुल्कै उठाएर प्लाट्टै फुटाइदिएछ भनेको फेरि साध्य छैन त विष्ट सर अनि के कुरा गर्नु साह्रै बदमास राम 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 जसरी पनि सुधार्नु पर्यो नि त्यसरी बिग्रेर त हिँड्नु कृतिहरू त आइसकेछ नि त यी बोलायो फेला गरे बोलायो त्यो त हो तर तिमीलाई साथ दियो ल यही बेला आइसकेको छ हामी पनि जाउँ न प्रीति हजुर अनि खोइ त लटेर रिच्छे लट्टेर रिले त घर आएकै छैन त काका हो र कल पनि लागेको तिनीहरूलाई छैन आज सबक सिकाउनु पर्यो भनेको यहाँनिर अस्ति उहाँ राजलाई त्यस्तो हानेर बिचरा त्यस्तो अवस्था बनाइदिएछ राजलाई हानेपछि विपत्ता भएको छ कल पनि लागेको छैन केही नै भएको छैन लट्टे त घर फर्केर आएको छैन काका त्यसो भन्न त हुँदैन नि नानी जसरी पनि हामीले त खोजेरै ल्याउनुपर्छ क्या त्यसलाई मारपिट गर्दै हिँड्ने मान्छेलाई कुट्दै हिँड्ने यो तालले त भएन नि जसरी पनि ल्याउनुपर्छ त्यसलाई बुझ्यौ नि त्यो आकाशमा उडेको भए पनि त्यो पतालमा भाँसियो भने त्यसलाई जमिन चिथर भए पनि ल्याउनुपर्छ यति कुरो चाहिँ बुझ है त्यसलाई ल्याउनुपर्छ ल जसरी पनि खोज्नुपर्छ कता गएको के गएको फोन सम्पर्क केही छैन त्यसो भए के गर्नु काका लट्टेलाई फोन पनि गरेको हो मैले कल पनि लाग्दैन अनि तपाईँहरू अनि मान्छे बटुलेर आउनु भन्नुभएको होइन अनि आउनु भएको छैन त त्यसो भन्न हुँदैन नानी बिगार गरिसकेपछि गल्ती गरिसकेपछि त्यो गल्तीको प्रायश्चित गर्नै पर्छ कि कसो विषय सर हो अनि त्यसलाई जसरी पनि अब हामीले खोज्नै पर्यो जसरी पनि ल्याउनै पर्यो मैले मान्छे हो कुरा गरिरहेको छु सबैजना आउँछन् अहिले भेला हुन्छन् त्यो ऊ छ हो नि काका अब गाउँको जान्ने बुझ्ने भनेको तपाईँ नै हुनुहुन्छ अब हामी त यस्तो केही नै जानेको छैन अनि जसरी हुन्छ मेरो भाइलाई सुधार्ने कोसिस चाहिँ गर्नु न अनि राजलाई हानेको बारेमा पनि अनि के कति खर्च लाग्छ त्यो पनि त्यो लट्टेलाई नै बिहोर्नु लाउनु अनि त्यस पछाडि अरू सबै कुरा गरौँ न काका मिलेर अब यसो सम्झाइ बुझाइ गरेर उसलाई राम्रो बाटोमा लाउनुपर्छ अब समाजले पनि गर्ने त्यही नै हो होइन अब अरू कुरा धेरै कुरा अहिले किन गरिराख्नु नानी अब अरूको पनि कुराहरू सुन्नुपर्छ बुझ्नुपर्छ यहाँ अलि जाडो भयो शीतल बस्छ जाउँ मासतिर डाँडातिर गएर घाममा बसौँ उनीहरू पनि उतै आउँछन् अनि त्यस पछाडि उतै कुराकानी गर्नुपर्छ है हुन्छ काका हुन्छ जाऊ जाडो भयो यहाँ साह्रै जाडो छ घाममा बस्नुपर्छ
राजलाई पनि फोन गरेको थिएँ खोइ कताको केटो आउँछु भन्थ्यो आउँदैन ढिलो भइसक्यो ल अब यतैतिर बस्नु ठिक होला हुन्छ काका यतानिर घाम पनि लागेर चाहिँ यहीँ बसेर कुरा ल गरौँ ल ल बसौँ सबैजना आऊ समीक्षा मलाई एउटा कुरोमा डाउट लागिरहेको छ कि कसरी यो घटना घट्यो ऊ टाउकोमा हान्नु भनेर घाउ लिएर आउने ऊ फरार होइन उसले हानेको हो होइन त्यो पनि थाहा पाइएन ऊ भन्छ हो ऊ भन्छ भागेको छ अब शङ्कामा त होइन विशेष अब शङ्कामा त त्यो देखियो नि त उसले नै हानेर भागेको भने प्रष्ट भयो नि त यो कुरोको छेउटुपै बुझेन क्या के छ यसको रहस्य प्रीति बताउ त बुझ्न पाइयोस् हामी त अलाउनु मेला पऱ्यो कि अब ऊ त त्यस्तो घटना घटेछ भनेर भनिरहेको छ उसको टाउको फुटेर ऊ आएछ अब समाजले कुन तरिकाले चाहिँ यहाँ कुरो अगाडि बढाउने कुन तरिकाले कारबाही गर्ने यो कुरोको निर्णय छलफल कसरी गर्ने लु भन प्रीति हो नि प्रीति बहिनी यो कुरामा कसरी छलफल बढाउने त अगाडि यो कुरा के हो तिमीले नै भनाउ त के हुने नि बिरमान काका म राजसँग सानो डिस्कस परेर डिस्कस गर्दै थिएँ अनि लट्टे एक्कासी आएर पछाडिबाट दाउराले हानेर भाग्यो अनि त्यस पछाडि त्यो घर पनि आएको छैन खोइ कता कता गएको नि थाहै छैन मलाई त कल पनि लाग्दैन मोबाइल पनि स्विच अफ छ के गर्ने काका यो विषयमा हजुरहरू मिलेर गरिदिनु न रातको टाउकोमा लट्टेले कुन हिसाबले चाहिँ हान्यो क्या यो बुझ्न पाएन के कसो विशेष हो किन पिटो त्यसले के पिटो पिटो भने उसले होइन उसले पिटो भने ऊ घाउ लिएर हिँडेको छ गाउँमा घटना पनि अचम्म घट्न थाल्यो भने अब कुरा यस्तै हो अब रात आएपछि मिलाउनुपर्छ सबै कुराहरू उसलाई ऊ पनि खासै मूर्ख छैन होइन रात बजी पनि आइपुगेछन् ल बसौँ हामी त यहाँ घाम तापिरहेका छौँ तपाईँको वेटमा र मेरो युज गरिरहनु भएको त के छ विषय त एकदम ठिक छ ठिकठाक छ अनि लट्टे आयो नि छ त लट्टे अनि दुई कहाँ गयो कस्तो छ अहिले तिमीलाई टाउकोमा बजाएर यहाँ टाउको दुखिरहेको छ हस्पिटल गएर आएको कहाँ यस्तो पछाडिबाट यस्तो नराम्रोसँग हानु कुदिहाल्यो केटाहरूले अन्त रिठे कहाँ गयो रिठे काका केटाहरू सम्पर्कविहीन छन् रे कता गए खोइ प्रीति अनि लट्टे कहाँ गयो भाइ खोइ लट्टे त घर आएकै छैन कहाँ गयो त्यो फटाहरू फोनै लगाएर आएन स्विच अफ छ त्यो भनेर टाउको दुखेर पछाडिबाट यस्तो नराम्रोसँग हान्नु केटाहरू त नामुद भएर तिनीहरूले यस्तो प्राण निस्केछ हस्पिटल गएर भर्खर ड्रेसिङ गरेर आएको त्यही त नि अब केटाहरूले विकृति फैलाएका छन् झगडा मारपिट गरेका छन् यसो नगर न नानी हो भन्दाखेरि लाग्दैन अब त्यही कुरो भइरहेको थियो हाम्रो पनि तिम्रो प्रतीक्षामा थियो तिमी आइपुग्यो अनि प्रीति भन्छन् अब मिल्नुपर्छ समाजमा एकचोटि घटिहाल्यो नघट्नु घटना अब काका तपाईँहरू हुनुहुन्छ भनेर रिक्वेस्ट गर्नुभएको अनि के छ विचार मिल्ने कि अनि मिल्ने भन्ने कुरा होइन क्या काका अब हामीले गर्न सक्ने भनेको गाउँ समाजमा सबैभन्दा राम्रो चाहिँ मिलेकै राम्रो के कसो विषय हो त्यो मिल्न त आखिर मिल्नै पर्छ चौकी गयो भने मिल्नै पर्ने हो हामीसँग गाउँको भेला गरेर भयो भने मिल्नै पर्छ खर्च के कति लागेको छ अब म तिर्छु म जति खर्च लागे पनि तिर्छु अब नगर्नु बिगार गरेको भाइले काका भनेर अघि नै भनिसकेका छिन् प्रीतिले अनि के छ विचार अब होइन मिल्नुपर्छ सके भएर अब मिलेकै राम्रो गल्ती सबैबाट हुन्छ होइन ल अब कुरा जति लम्ब्याए पनि यही हो हेर अब के कति खर्च लागेको हो त्यो बिहोर्नु पर्यो प्रीतिले हुन्छ बिरमान काका म उहाँलाई कति खर्च लाग्छ बिहान तयार छु तिमीले मात्रै बेहोर्नु पर्छ भन्ने होइन अब रिठेलाई पनि खोज अब के अरे हाम्रो लट्टे कहाँ गएको छ लट्टेलाई पनि बोलाऊ होइन उसलाई चाहिँ ल्याउँ अनि चाहिँ सरसल्लाह गरौँ अब धेरैजना यो एउटै कुरालाई कोलाहाल गरेर हामी सबैजना सबै यही विषयमा मात्रै दौडेर पनि हामी हुँदैन
लाग्नु चाहिँ हेर्नु काका होइन अब हामी सबैजना अब अरू त आएन हामी 4 जनासँग अहिले लाग्नु चाहिँ 3,035 रुपियाँ दाम लागेको छ नर्मल होइन टाउकोमा चोट लागेको अब गएर उपचार गरेर आएको हो अब कस्तो भने अब पृथ्वीले मात्र बेहोर्नु पर्छ भन्ने पनि होइन किनकि अब मैले हिजो दिन मलाई माया गरेको मान्छे पनि हो होइन भाइले गल्ती गर्यो भिलेन बनेर गल्ती गर्यो तर त्यो रिठे कहाँ छ त रिठेलाई पनि खोज्नु पर्यो क्या काका अब राज भतिज र प्रीति बहिनीको लिनदिन कारोबार के कसरी मिलाउने हो यो मिलाउनु होइन अब हामी चाहिँ यहाँ मास्तिर एकजना मान्छे भेट्नु पनि पर्नेछ हामी चाहिँ जान्छौँ अब जति कुरा गरे पनि जति लम्ब्याए पनि आखिरी हुने एउटै कुरो हो फैसला होइन भइहाल्यो सबैभन्दा ठुलो कुरो मिल्नु हो मिलियो यस्तो आइन्दा यहाँदेखि उपरान्त यस्तो नहोस् ल हामी चाहिँ अब त्यहाँ एकजना मान्छे मास्तिर भेट्ने पनि काम परेको छ हामी चाहिँ निस्किनु पऱ्यो ए हुन्छ काका ल ल हामी काट्छौँ कारोबार अब यो कुराहरू यो चाहिँ मिलाउनु सरसल्लाह गर्छौँ अनि के हाम्रो चाहिँ यो चाहिँ मिलाउनु पर्छ ल ठिक छ ल जाउँ विश्व सर हामी ल लाग्यो म्याम ल ल है त आजदेखि उपरान्त यस्तो घटना नदोहोरियोस् यहाँ सुन्नु त बिरमानजी तिनीहरूको कुरो यस्तो पो रहेछ त अनि त्यहाँबाट पो यस्तो भइरहेको रहेछ त त्यही त मलाई पनि अचम्म लाग्यो भने यिनीहरू त जे होस् अब मिले अब उनीहरूको लप पर्या रहेछ माया प्रेम रहेछ होइन अब त्यही रिसले भाइले हानेछ होइन ठिकै छ अब मिल्नु सबैभन्दा ठुलो कुरो हो मिलाउने मिल्छन् हामीलाई चाहिएकै त्यही हो कि समाजमा मिलेर राम्रो भएकै ठिक हो अब उनीहरूलाई हाम्रो अलिकति महत्त्व पनि छ क्या किनभने फटाइ गर्नेले फटाइ गर्दै पनि हामी गाउँतिरको यसो हेरफेर यताउता घुमफिर्ने इधर उधर उनीहरूभन्दा पाएको मान्छे पऱ्यौँ नि त त्यही कारणले पनि उनीहरूले अहिलेसम्म मानमनितो गरिरहेका छन् ठिकै छ विश्लेषण केही छैन अब राम्रो भयो जे भए पनि होइन अब योभन्दा माथि कुरो चाहिँ नजाओस् होइन कसैबाट पनि नजाओस् अब अरू अरू गाउँलेहरू नआए पनि उनीहरूलाई पनि त्यही हामीले कतै भेटिछौँ भनेदेखि उनीहरूले सोध्यो भनेदेखि त्यही अनुसारको जवाब दिनुपर्छ यिनीहरूको लप के साँच्चीकै होला कि यो 2 दिनको हो कि यिनीहरूले व्यस्त त समाजमा त विकृति फर्काउने भयो नि त यो कुरा त मलाई अलिकति सही चाहिँ लागेन है ठिकै छ अब केही छैन मिलुन् अब ती फटाहरूले त फटा काम गरिहाले अब गल्ती एउटाले गरे पनि अर्कोले त सब सपार्नु पर्यो नि अब उनीहरूको पनि गार्जेन छैनन् ठुलो जे जस्तो भए पनि हामी गाउँ समाजै हौँ होइन एकअर्कामा माफ गरे एकअर्कालाई बुझे होइन अब यस्तो नहोस् भन्नेपट्टि हामी पनि लाग्नु पर्यो होइन आइन्दा यस्तो नहोस् पनि गाउँ समाज बिग्रिनु भनेको राम्रो कुरा होइन विशेष सर होइन अब विकृति नफैलाएर राम्रोसित उनीहरूले अब माया प्रेमको अब बिहे नै गरेर राम्रोसित बस घरजम गरायो भने ठिकै हो त्यही छ नि अब यो यिनीहरू नि अब खालि विकृति फैलाउने अनि त्यहाँबाट उसको भाइले कहाँ छोड्छ त त्यसरी त होइन अब उसको ऊ अर्को बाटो हिँडेको छ कुलतमा हिँडेको छ अनि उसलाई त ख्यालै छैन क्या कुन बेला के गर्नुपर्छ आफन्तसँग इष्टमित्रसँग गाउँका दाजुभाइसँग कुन खालको व्यवहार गर्नुपर्छ यो कुरो उसलाई छैन क्या अहिले ऊ एकदम नसामा छ अल्लरे बल्लरे उमेर छ केटाहरूले फटाइ नगर्नु गरिहाले केही छैन अब सुधार्नुपर्छ सम्झाउनुपर्छ बुझाउनु सधैँ त यस्तो नहोलान् बिरमा भाइ एउटा कुरो तिमीलाई सोधौँ जस्तो लागिरहेको थियो आज भेला नि भयो हामी सोधिहालेँ मैले त्यो राजले मलाई एउटा जग्गा देखाइरहेको थियो त्यो जग्गा के राम्रो छ कि के छ अनि तिमीलाई के थाहा छ यो बारेमा राज अलिकति फटाए जस्तो मान्छे छ त्यसले के राम्रै जग्गा देखायो त मलाई त्यसले होइन विशेष सर मान्छे त ठिकै जस्तो लाग्छ मलाई पनि होइन मैले आजसम्म यो जग्गाको यस्तो लिनदिनको कारोबार चाहिँ गरेको छैन होइन तैपनि खासै त्यो नराम्रो खालको मान्छे जस्तो चाहिँ मलाई लाग्दैन हेर्नु अलि हाउडी टाइपको छ छन चाहिँ होइन अलि छिटो बोल्ने अलि मान्छेले विश्वास गर्न नसक्ने खालको एउटा बोली छ क्या उसको तैपनि होला त्यही पनि बुझ्नु तपाईँ आफै मलाई खासै यो विषयमा अलिकति चासो पनि छैन म यो यस्तो ठुलो प्रोजेक्ट ठुलो कारोबार जग्गाको यताको उताको मलाई त्यो गर्ने मेरो कुनै पर्दैन क्या कामै पर्दैन र त्यो कारणले गर्दाखेरि तपाईँले आफैले राम्ररी यसो बुझ्दाखेरि हुन्छ मलाई भन्दा पनि एक्ज्याक्टली तपाईँलाई थाहा हुनुपर्छ क्या यो कुरो होइन बिमाजी मैले लगानी त अब करोडको छ अब भोलि नै पहिना गरौँ भन्छ उसले पहिना गऱ्यो भोलि केही गऱ्यो धोका दियो भने म त कसरी उतार्ने होला त्यस्तो पैसा त्यो कुरा अलि सोचेर विचार गरेर सम्झेर गर्नुपर्ने हुन्छ विश्लेष सर अब एक्कासी अन्जान मान्छेलाई भएकै त्यत्रो पैसा दिनलाई गाह्रो हुन्छ होइन भोलिको दिनमा त्यो डुबो त्यो होइन रहेछ झुटो रहेछ भनेदेखि आफूलाई पनि अलिक समस्या हुन्छ जानेर अलिकति बुझेर केही कुराहरू पछाडिको कुराहरू सोचेर सम्झेर यो डिसिजन गर्नु होला म चाहिँ के भन्छु र विशेष सर अब तपाईँले लिन खोज्नु भएको छ
जग्गा उसले अब यहाँ जग्गा छ भन्ने उसले देखाएको छ होइन। अब तपाईँहरूको लिनदिनमा आपसमा मिल्नु होला, म के भन्छु त, लिँदाखेरि राम्रो हो हुन्छ, अब नराम्रोको लागि हुँदैन, पक्कै पनि राम्रैको लागि हुन्छ होइन। तपाईँले पनि अब दुनियाँ दुःख गरेर रात दिन नभनी मेहनत गरेर कमाएको सम्पत्ति हो, फ्रीमा आएको होइन हेर्नु। त्यही भएर हरेक काम गर्नुभन्दा अगाडि बुझेकै राम्रो हुन्छ विश्लेषण, मलाई चाहिँ त्यो लाग्छ। ठिक छ, अरूबाट पनि म बुझौँला, अनि अरूबाट पनि बुझ्छु। अनि त्यहाँबाट जग्गा चाहिँ नि राम्रै छ त्यसको, हजुर। त्यसले देखाएको जग्गा चाहिँ नि एकदम राम्रै छ। हजुर अब म अरूबाट पनि बुझ्छु, अहिले चिया खाँदै त्यो पसलतिर एउटा डिटेल त्यो बुझेर। ठिक छ बुझ्नुपर्छ विश्लेषण, लागौँ त अब। हुन्छ लागौँ ल। मेरो काम पनि छ, त्यहाँ एकजनाले भेट्न पनि बोलाइरहेको छ विश्व सर। यस्तै हो कुरा अब विश्व सर, अब गाउँ समाजमा यस्तो सानोतिनो घटनाहरू भइहाल्छ होइन। अहिलेका अब युवा जेनेरेसनहरू अब बिग्रिने, अलिकति केही नसोच्ने पछाडिको भाग यस्ता छन्। अब के गर्नु, मिलाउनुपर्छ, भइरहेको हुन्छ। सोचेर सम्झेर बुझेर गर्नु तपाईँ पनि। हुन्छ, म त्यो पसलतिर बुझ्छु। हजुर हजुर के भन्छन् पसलतिर? थाहा भइहाल्छ नि विश्व सर, को मान्छे कस्तो छ भन्ने कुरो एकैछिनमा थाहा भइहाल्छ नि विश्व सर। पसलतिर यसो बुझ्छु। सुन्नु न राज, अनि अस्ति हजुरले मेरो कारणले कुटाइखानु भयो है। अनि मेरो भाइहरू कुरै नबुझिकन हात छोडेछ। अनि हजुरको के कति खर्च लागेको छ, अनि त्यो नि मैले दिनुपर्ने हो। त्यो त तिम्रो भाइले कुरै नबुझिकन आएर कुटेको छ होइन। अब खर्च लागेको छ अलिअलि, पर्दैन भयो। अब त्यो रिठेलाई चाहिँ खोजेर ल्याएर त्यसलाई चाहिँ तिर्नु नपर्छ। अब तिमी त अब आफ्नो मान्छे पनि हो होइन। अब नगर्नु गल्ती केटाले गरेको, त्यसलाई सम्झाउनुपर्छ एकचोटि राखेर, तिमी म भएर नै त्यसलाई सम्झाउनुपर्छ। अब नत्र यतिकै छोड्यो भने त त्यसले भोलिको दिनहरूमा पनि नराम्रो व्यवहार गर्न सक्छ। आज मलाई गर्यो, भोलि अरू कसैलाई पनि गर्न सक्छ। गाउँ घर समाज टोल छिमेकमा त्यसले अलिक फटाइ पनि गर्छ, अलिकति फटाइ पनि भएको छ। अब हुन त अब तिमीसँग लिएर पनि के गर्नु त, तिम्रो पनि आर्थिक स्थिति कमजोर छ, भाइ त्यसरी बिग्रेर हिँडेको छ। कसै अब अरूले भनेको कुरा पनि सुन्दैन, तर त्यसलाई सुधार्ने पक्षतिर लाग्नुपर्छ। त्यही हो, अब तिमी दिनुपर्छ र मलाई लाठी। हजुरले त्यस्तो घाइते हुनुभएको छ, अनि हजुरको खर्च त के कति लागेको छ, आफ्नै गोजीको खर्च लागेको छ। अनि त्यो त मैले नि बिहार्नु परिहाल्यो नि होइन र। तिमीले मलाई पैसा दिनुपर्छ र, मैले माया गरेको मान्छे पो त तिमी। मेरो पैसा भने जे भने तिमीले मलाई माया गर्नु पऱ्यो कि। मेरो लागि त्यही नै हो ठुलो, पैसा भने पनि धन सम्पत्ति जे भने पनि त्यही हो होइन। हाम्रो मायामा अरू कसैको नजर नलाओस्। हो त्यो त। हिजोको दिनहरू भने मैले तिमीलाई यति धेरै माया गरेको छु र आज पनि माया गरिरहन्छु, भोलि पनि माया नै गरिरहन्छु। यो जुनी त के होइन, अर्को जुनीमा पनि तिमीलाई म साथ दिन्छु होइन। तिमी पनि मलाई साथ दिनु पऱ्यो। अब म अगाडि बढ्नको लागि तिमी पनि यो गर्नु पऱ्यो, तिमीले पनि मलाई साथ दिनु पऱ्यो। अब आयो पैसाको कुरो, म पैसा दिन्छु भन्यो तिमीले, मलाई त पैसा पर्दैन क्या। म कमाउने, म छोरा मान्छे, म कमाउन सक्छु, कमाइरहेको छु होइन। के अरे पैसा मलाई दिइरहनु पर्दैन। तिमीले मलाई यो पैसा सारा मलाई माया दिइरहनु पऱ्यो। हस् ओके, हस् हुन्छ। माया त म जिन्दगी होइन दिन तयार छु नि, तर हजुर बुझ्नुहुन्न। मलाई माया कति गर्छ तिमीले? कति धेरै गर्छु। हो नि। ठिक छ, मलाई धेरै माया गर। भाइलाई एकचोटि बोलाऊ, सब गाउँ समाजलाई राखेको छ। त्यो रिठे चाहिँ कहाँ गएछ? त्यो रिठेलाई पनि खोज्नुपर्छ। अब त्यो रिठेसँग पनि पैसा माग्नुपर्छ हामीले है। अब तिमी हामी भनेको त अब हामी एउटै परिवार जस्तो मान्छे। अरू त अब अरू भने त रिठेलाई चाहिँ खोजेर त्यसलाई चाहिँ ल्याउनुपर्छ है। हुन्छ। माया त अब जिन्दगीभर होइन, यो जुनी मात्रै होइन क्या, हजार जुनीसँग तिमीसँग म जिन्दगी कटाउने गर्छ। तर मलाई होइन भोलि पछि आएर म यस्तो उस्तो भनेर मलाई यो धोका दिने काम चाहिँ कहिले नगर ल। नो धोका, मबाट धोका हुन सक्दैन। सो धोका दियो भन्दा नि मेरो आफ्नो भन्यो भने तिमी नै हो। अब त्यही भाइ हो, अब त्यो भाइले फटाइ गरौँ, के गर्छौ त। अब हामी अब त्यो हिजोको दिनहरूलाई अतीतलाई भुलेर चाहिँ हामी अगाडि बढ्नुपर्छ। हुन्छ। हजुर अलि यतिर आउनु न, हजुरको कति ठुलो यहाँ आएर न, कस्तो ठुलो चोट लाग्छ हेर त कि, कति धेरै दुख्यो होला है। कस्तो दुखिरहेछ नि, यस्तो टाँका लागेको छ, यस्तो गाह्रो भइरहेछ हेर त, यस्तो दुखेको छ नि। अब गाह्रो भयो भने के गर्नु, आधा आधा बाट्नु नमिल्ने। के गर्नु त, अब यस्तै भइहाल्यो। अब निको हुन्छ, टेन्सन गर्नु पर्दैन। यसलाई बेला बेलामा उपचार गर्नु जानुपर्छ, ड्रेसिङ गर्नु जानुपर्छ, अनि निको हुन्छ। टेन्सन नगर न।
कति राम्रो कि त्यहाँनिर अनि यस्तो यति राम्रो मान्छे अनि हात यस्तो कोमल छ अनि किन अनि अस्ति मसँग त भाइ ऊ भएको दिन हेर त तिमीले मलाई के अरे के भन्छ किन झर्केर बोल्यो मसँग तिमी त दिन के भयो तिमीलाई अनि हजुरलाई त थाहा छ त मेरो बानी नै यस्तै छ भनेर यस्तो गर्नुभयो त यति राम्रो मान्छेले यस्तो गर्ने हो होइन बेला बेलामा रिस उठ्छ नि त त्यही भएर रिसाउनु भयो। मात्रै हो रिसाउनु भएन नि त बेबी रिसाउनु भएन यस्तो तिमी यसरी रिसायो भने त नि तिमी रिसायो भने मेरो को छ भन न अनि मेरो पनि त हजुरबाई कोही छैन नि यसरी रिसाउनु भएन नि त नो रिस अबदेखि म कहिले पनि रिसाउँदिनँ ल नरिसाउने हस् हस् हुन्छ रिसाउन नपाइने फेरि है ओके सब रिसाउनु नपाइ ल धेरै माया गर्छ नि तिमीलाई बुढा बुझेर चुच्ची बुझेको हो कस्तो टाउको दुखिरहेको छ हेर न मेरो टाउकोमा के भएर मलाई टाउको बढाउ न है बेबी हस् हुन्छ तिमीलाई कहाँमा सोध्छु ल हुन्छ कस्तो देखेको छ नि आमा कति ठुलो घाउ अनि हजुरको त नि टाका पनि धेरैवटा पो लगाएको रहेछ त छ नि कस्तो देखेको छ नि गाह्रो भएको छ हो धेरै उठ जाउँ हुन्छ कहाँ जाने र उता डाँडातिर जाने हामी नभएर जाउँ नि छ ल यता खै के हो कुरै बुझ्न सकिँदैन राजलाई नम्रताको भाइले कुट्ने नम्रता राजसँग लभ गर्ने के हो कुरै बुझ्दिनँ आफ्नो त त्यो कस्तुरीसँग यसो साँठेगाँठे भएको थियो गफगाफ भएको थियो कहाँ गई थियो पनि भेटघाट पनि हुँदैन के हो तिन छक्कै पर्छु म त ल यिनीहरू दुईजना त छुटेकै रहेनछन् त हेर न हेर त्यहाँ हरकत हेर्न ऊ त पारिकन कति रमाइलो छ हेर न है म एकदम भरबाट हाम्रो सँगै घुम्नु के हो राज घर जाने बेला भएको छैन छैन काका रातमा घर गएको ल ल अनि घर जाने बेला त भयो काका यस्तै माया प्रेममा कहिले कुटा खेलेको रहेछ कहिले टाउकोबाट चोट बोकेर हिँड्यो यस्तै छ काका अब माया गरिसकेपछि अब माया गरेर छोड्न पनि सकिन्न काका हेर्नु अब जिन्दगीको साथ दिन्छु भनेर अब हुन त राईलाई लान्छु र के अरे मागेलाई दिन्छु र राईलाई लान्छु नभन्नु भन्छन् काका साथ दिन्छु भनेर अब भनिसकेपछि अब मैले धोका दिने कुरा नि भएन काका हेर्नुहोस् अब माया गरे मान्छे हो अब त्यो भाइ उपद्रो फटाएको छ अब त्यसलाई सुधार्ने पनि अब सुधार गर्नुपर्छ अब माया गरे मान्छे हो काका अब किनभने माया प्रेममा हरेक चोट सहनुपर्छ हो काका अब के गर्नु तिम्रो पो जता त्यतै हरियाली छ त साउन भदौको हरियाली जस्तो छ त आफ्नो त एउटा थियो त्यो पनि कता चिप्लियो चैत खडेरी जस्तो भएको जिन्दगी के गर्नु ए त्यो हामी तल बाटामा अस्ति भेटेको नि काका त्यही कस्तुरी पो हो अनि त्यो त विदेशमा लाग्छ भने त्यसको त एउटा छोरो नि छोरो पनि छ भने बुढो विदेश त मार्ला है काका मार्ला बुढेसकाको हड्डी भाँच्ला नि अस्ति त्यही त तिमीसँग त्यहाँ गफ भयो त्यहाँबाट छुटेर आएर मासतिर यसो गफ गरौँ न केही दुःख सुख पोखौँ भनेको कुरो लागेको थियो त्यहाँ एकछिन गफ भयो अनि ऊ त मानेकी छैन त्यही पनि मेरो हिसाबमा काकाले गर्छन् प्रगति होला कि जस्तो छ बुढो छ भने सुनेको छु काका हेर त्यो के भन्छ अरे नाम के अरे काका फेरिदिनेको नामै बिर्सिन्छ हौ कस्तुरी नामै सुगन्धीतिर छ काका हेर्नुहोस् बुढो विदेश गएको छ बुढेसकालमा यो ढिँडो कस्तो फुल्न लाग्यो बुढालाई तिम्रो हड्डी भाँच्ने बुढेसकालमा हड्डी नजोडिएला काका हो हुन त अब काकालाई हामीले सजेसन के दिने अब म चाहिँ अब आफ्नै मायालाई चाहिँ यसो घुमाउँ भनेर एउटा बाइक किनौँ भनेर काका कतैबाट काम मिल्दैन एउटा बल्ल एउटा काम मिल्न खोजेको त्यही पनि अब लटोले फक्कै यहाँ धेरै उडाइदिएको अब तिमी त यसो ठेगापट्टा इधर उधर खेलोमेलो खेलो फड्को गर्ने मान्छे भइहाल्छ नि हामी पो बुङ्गा कहाँबाट हुनु काका काम कतैबाट मिल्दैन काम भएर सबै हो बसेर कुरा गर्ने कि यहाँ काका ए कति बस्नु म बस्दिनँ उठेरै गरौँ मलाई ऊ छ क्या पाइल्स होइन टेन्सन छ क्या उठेरै गफ गरौँ न हावा चलिरह
हाम्रो काकालाई नि कस्तुरीको यादले धेरै सतायो कि क्या हो के गर्नु अब एकरो माया गरेर नहुँदो रहेछ भेटघाटै छैन बोलचालै गर्दिनँ यहाँ पट्याउ काका पट्याउ उहाँ विदेश जान लागेको छ अरे विदेश गएर पढाइ त पैसा पनि पढाउँछ हेर काका तिमीलाई बुढेसकालमा यसो बसेपछि कुत्रुकुटु खान नि हुन्छ हेर बुढा त्यो सपना हो हेर तेज उसकै बुढोले सिकाइरहेछ होइन गएर उहाँ पैसा पठाउँदैन अनि मलाई पठाउँछ त्यसले पैसा अनि काका सुन न काका शर्मा लाउँछ हो यसरी नभन शर्माको कुरा शर्माले मर्मा काका हेर एउटा छोरा छ घर आएर म पालिदिन्छु भन ल्याएर राखा तिमीलाई पनि साथी हुन्छ काका हेर अब यसो पठाऊ कस्तुरी भन माया पनि म जालमा पार हौ काका भने त हो नानी खै अब अनि कस्तुरी कता गएपछि नि थुप्रो दिन भयो मैले नदेखेको यताउति पनि मसँग पनि भेटघाट भएको छैन बोलचाल पनि भएको छैन त्यही दिन भेट्या हो त्यहाँबाट गयो कि खै अब कता गयो यसो केही होला नि उनीहरूको नि फङ्सन गरेर यसो काका के छ विचार काका कस्तो कुरा गरे कुरो मिलिसक्यो थियो म अब जान्छु भन्ने गफ गरियो ल जान्छु भन भने हिँड नि त म पनि तलसम्म पुर्याइदिन्छु भनेको मानिकी केटी सर आएको लटेर रिठे टुप्लुकै आइपुगेर है टुप्लुकै आइपुगेर बाटो छेके नभन्दै मेरो धन्न बाँच्ने दिन त्यसको दिदी आएर तिनीहरूलाई लखाट्यो त्यही मौका पारमा पनि टाफा हानेको नि कहाँ धन्न बाँचेको त्यो दिन मौका त परेको मलाई हुनुसम्म मौका भएको ठुलो मौका थियो होइन तर त्यो लटेर लिठेले लास्टमा बोर गरिदियो क्या मलाई भाँजो हाल्दै नि त छोडेर हिँड्नु पऱ्यो त्यसै नै हो हुन त काका पनि पहिला खतरा खेलाडी हुन् क्या अरे अनि त्यो कस्तुरीसँग नि मात्रै हो कि काका हर्षन देखाएको थिएन मैले अस्ति नै के हो काका बुढेसकालमा आएर काका पनि चालु भएको छन् है चालु यो तले चाहिँ काकाले चाहिँ के गरान् भतिजोरी यत्तिकै छ है अब बल्ल बल्ल एउटी पट्याएको त्यही पनि स्टिलबाट दिएर यो टाउकोमा फेदा गुत्नु परेछ काका हुन त हाम्रो काका त बा सकिन्न है काकासँग सकिन्न काकासँग चाहिँ क्लासै लिनुपर्छ जस्तो छ हौ काका बाबा बुढेसकालमा नि यसो धपक्क बलेर भाटा हुने जग्गा पनि पठाइदिएन काका आफूले दुःख गरेर एउटी बल्ल बल्ल काका राम्रो यति मिहिनेत गर्नुभएको छ मिहिनेत देख्नु भएको छ नि यही यस्तो मिहिनेत गरेको छु काका यति यहाँ दुःख पीडा सहेर मायामा भुलिरहेको छु हेर काका हाम्रो त काका चाहिँ काकालाई चाहिँ मानेको छ ओ काका यो साँच्ची सुतेर के हुन्छ सुन्नु न यार छुस्छ थोरै क्या काका काका त सरले भुत्तिकै छ नि त अब यसपालि माग चाहिँ हुन्छ कि के हो है काका अरू कुरोमा जान्दिनँ तर मन्त्र चाहिँ सिकाउनु पर्यो है काका छोडिदेऊ त्यस्ता बितेका कुराहरू अझ बानीमा त के पो भयो नि यसो सिकाए त हुन्थ्यो ओहो यति त अझै रजन म कहाँ बसिरहेको छौँ त हामी ओहो रासर के हो त्यो जग्गाको बारेमा त्यो बैना गर्नुपर्ने कहिले गर्ने हो ल आजै गर्नु सर अहिले नै गरौँ अब के भयो त अब यो केटालाई गर्दाखेरि अलिकति ढिला भयो होइन ल बैना गर्ने भए साउजी रेडी हुनुहुन्छ यो काम कुरो चाँचो बाँचो मिलाऊँ यो काम नगर अघि गरिहाल्नु पर्यो यो गरौँ न त गरे भए के कसो काका सब ठिक हो बेला बिता पाप चिता रात बसी जग्रा पलाउँछ हुन्छ हाल्नुपर्छ बैना सैना गरौँ त्यस्तो छ भने के चाहिँ बैना गर्ने हो त आजै गर्मी गरिहाल्नु ल यहीँ गरौँ जति गरे नि अब मोबाइल ब्याङ्किङबाट हुन्छ हुँदैन मोबाइल ब्याङ्किङबाट भइहाल्छ नि म साउजीलाई बोलाउँछु यहीँ बोलाउँदा यहीँ फोन गरेर बोलाउँदा हुन्छ म साउजीलाई फोन गरेर बोलाउँछु अनि बैना पट्टा गरिहालौँ है त ल गरिहालौँ त्यो बोलाउँदा ल म साउजीलाई फोन गर्छु अब जग्गा लिने पक्का त साउजीलाई फोन गर्नु पऱ्यो नि त होइन त्यही त नि पऱ्यो त हेलो ए साउजी ए सुन्नु न त्यो जग्गा त्यो ठन्डाको जग्गा कुरो मिलाइसकेको छु मैले यहाँ उहाँले नि अब अझै बैना गर्ने भन्नुभएको छ के मोबाइल ब्याङ्किङबाट कारोबार मिल्छ मिल्दैन साउजी ए मिल्छ साउजी यो माथि रमित डाँडा छैन हो त्यहाँ आउनु न त्यहाँ हामी यहाँ पर्खिरहेको छौँ तपाईँ माथि आउनु अनि कुरा गरेर अनि त्यसपछि जग्गा आज बैनापट्टा गरिहालौँ न साउजी ढिलो गर्नु पनि हुँदैन अस्ति किने साउजी पनि आउनु भएको छ ल ल छिटो आइहाल्नु है त हामी माथि डाँडामा हुन्छौँ ए हस् साउजी ल ल राखेँ ल ल साउजी पनि आउँदै हुन्छ अरे मोबाइल ब्याङ्किङ कारोबार हुन्छ अरे बिस्ताजी अब ठिक छ त अब यो कारोबार मिलाऊँ होइन गरिहाल्नु यो अब चुनावी माहौल पनि आउनु लागेको छ होइन अब फेरि पछि अग्रम बग्रम दुनियाँ दिवाना भन्छन् नेताबी यताउता भन्छन् दुनियाँ दिवाना भन्छन् अनि यो त्यसले गर्दा चाहिँ अलिकति अप्ठ्यारो पर्छ होइन अब अहिले नै यो जुन अदालतको कामहरू काट्राकुट सबै भ्याइहाल्नु छ क्या ठिक हो बेलामा फाटाफुटा गरेको राम्रो हुन्छ कि छिटो मिठो हो भनेको
के हो राज भाइ त्यो ल परेर त्यो जाडा माघ महिना आउँदा अभियसली नि हुन्छ होला पारिसरी हुँदैन भने आँटी त भइहाल्छ भर्खर भएको छ होइन अब कुरो बुझ्नु न काका अब भइहाल्छ नि तपाईँ हामीलाई पारिदिइहाल्छु कता बज्छ फोन ए साउली गरिहाल साउजी रहेछन् हेलो यो मास्तिर चौरीमा आउनु रमित चौरीमा क्या मास्तिर छौँ ल आइहाल्नु ल छिटो आउनु साउजी ल यी रमित चौरीमा छौँ है हामी ल साउजी पनि आउँदैछन् नि हेर काका काम बन्यो भने चाहिँ यसपालि बिहे काका भल हुन्छ कि अब गर्नु पऱ्यो नि के गर्नु हुन्छ बन्छ अब पकापकी भइसकेको छ लगभग पक्का गर न काका भरभरले किनेर म हेर्नु काका रहर पनि मलाई पनि छ भरभरको सर घुमाउन पाएको हुन्छ गर्ने बेला यही हो क्या गर्नुपर्छ तिमीहरू जस्तो जल्दो बल्दो युवाले गर्नु पर्यो त होइन विशेष सर अब हाम्रो बेला घड्किन लाग्यो गरिहाले गर्ने भनेको यस्ता जल्दा बल्दा युवाले हो नि साउजी आइसकेपछि अनि ओहो राज भाइ ओहो लु के साउजी छ ल ल हाम्रो उहाँ चाहिँ जग्गा किन्ने उहाँले छ होइन त हो साउजी उहाँ नै हो अब दुईजना भेट गराइयो अब के कति बैना मार्ने हो जग्गाको भाउ के कति अब मैले भनिगएँ 35 भन्नुभएको छ हजुरले दिनु छ छरो पनि के अरे छरो पनि भन्नु आएछ छाना हो छाना जग्गा उहाँले लिने म जग्गा मन परेको छ अरे अब लु दुईजना कुरा गर्नुहोस् के कति बैना मार्ने हो के कतिले बैना मार्दा पुग्छ कतै बसेर गफ लाउँ न त उबेर गफलाई के चौडिया बसेर गफ सफ लाउँ यहीँ बस्नु त ल बस हुन्छ ल यहाँ बाहिरतिर बसेर गफ गरौँ बसेर गर्न पुग्ला ल होइन हाम्रो बिरमान कहाँ फिसा फेर्छु भन्दा गाथे कता गयो खान बुढा आउँदैन नि त अब आउला नि नजिकै गएको के टाढा छैन टलसल छैन अब गाडीमा के बुढा ढाडीमा लड्नु त अनि अब के गर्ने त ल भन्नुहोस् अब बैना छैन अब के कति गर्ने हो ल सर भन्नुहोस् तपाईँले पनि काका बस्नु हारा गर्ने ए आउनु भयो ल बस्नुहोस् बस्नुहोस् नमस्कार नमस्कार ल अहिले आधा गरौँ अनि पास गर्ने दिन अरू पुरै गरेर अनि पास गरौँला अनि के गर्ने त क्यास गर्ने हो कि अब मोबाइलबाटै गर्ने हो कि मोबाइलबाट गरौँ मोबाइलबाट चाहिँ सबै त जाँदैन तपाईँको तपाईँले के कसरी रेट मिलाउनु भएको छ राज भाइ 35 भनेको छ अब मैले त तपाईँले 40 भन्नुभएको थियो मैले 35 कुरो मिलाएको छु होइन उहाँले 35 सम्म गरिदिनु भनेर उहाँले पनि लिनु भन्नुभएको छ ठिक छ मोबाइल ब्याङ्किङ यसो गर्नु न बेस्टा चाहिँ उहाँको उसमा मोबाइल ब्याङ्किङ गरिदिनुहोस् होइन आदि के अरे अब पुरै त जाँदैन होइन त्यो पनि आदि कुनै आदि उहाँलाई गरिदिनु आदि मेरो गरिदिइराख्नुहोस् अनि उहाँलाई फेरि म क्यास गरेर उहाँलाई दिन्छु के हुन्छ हुँदैन साउजी हुन्छ त्यो भने नहुन त भएन कि हुन्छ अब त्यसै गरौँ हाम्रो फाइनली कुरा त्यो 35 मा आउँछ त्यही गरौँ 35 डिल हो 35 कै डिल भयो अब मलाई मन अनि पास परिहाल्यो कति दिनपछि गर्ने हो के हो ल भन्नु पर्ने हजुरले 10-15 दिनमा गरौँ 10-15 दिनमा? दिन लागिहाल्छ 10-15 दिनमा गर्ने मलाई त अलिक छिटो गर्दै राम्रो हुन्थ्यो मलाई पैसा आवश्यक हुन्थ्यो त्यही भएर अब भनेको चामलमा अब भइ नै गयो त्यसो गर्नु त फेरि 15 दिन गर्नु सुन्नु न 15 दिन पनि नभन्नु तपाईँ उहाँले पनि अब तत्कालीन नभन् 10 दिनमा क्लियर गरेर पास गरौँ होइन के कसो काका त्यो ठिकै हुन्छ 10 दिनमा क्लियर गरौँ होइन अनि 10 दिनमा फाइनल काम गरौँ हुन्छ नि त मोबाइल ब्याङ्किङ गरिदिउँ होइन जग्गा त्यही हो अनि फेरि यस्तो छ नि त अब बैना त गर्ने यसो कागज बनाएर गर्ने हो कि अब होइन विश्वास छ भने त परेन अब फेरि उहाँ अब हुनु त राज भाइ छँदैछ अब तपाईँलाई कति विश्वास लाग्छ फेरि विश्वासमै चलिरहेको छ अब विश्वासमै चलाउँ विश्वास भएपछि किन चाहियो किन कागज गर्नु पर्यो ए, आधार होइन आधार त फेरि मोबाइल ब्याङ्किङ गरेपछि आधार हुन्छ नि त त्यो पनि हो न त क्यास भयो चाहिँ ल अब के कति गर्ने हो अब हालौँ न त अब तपाईँको मेरो खातामा हालिदिनुहोस् होइन अब जग्गा हजुरलाई मन परेको 100% हो नि जग्गा त नि मन परेको हो त्यो जग्गामा अब लबडा सडा आयो त आउँदैन पछि छैन त्यस्तो कहाँ आउनु तपाईँको त्यसो म त्यसो कारोबारै गर्दिनँ नि विष्टजी अब राज सर हुनुहुन्छ राज सरले मिलाउँछ नि त अब यसमा पर्छ बिमारी हो के गर्नु थाहा पनि त सर ल ल साउदी ल है त अलि सिधा गरेर ल एभरेस्ट ब्याङ्कमा हालिदिनुहोस् होइन अब कति जान्छ 2 जति यहाँ हालिदिनु अनि 2 भन्दा जाँदैन होला माथि तै पनि त्यति हालिदिनु अरू अब अर्को ब्याङ्क हाल्नुपर्छ हाल्नु न यहाँ यो तपाईँको मोबाइल भएर छ नि त विष्टजी पढ्न त यहाँ किन सिस्टम चलिरहेको छैन ल क्युआर गर्नु हालिदिनुहोस् फाइदा यसो थाहा ल 2 एमा हालिदिनु अनि 2 अर्कोमा हालिदिनु ल ल अब यसमा पनि हालिराख्नु अनि अरू अब त्यो अरू अब 1000 जाँदैन छ भने भाइकोमा पनि अलिकति हालिदिनु अनि त्यसो गर्दा हिसाब किताब पनि अलि मिल्छ हुन्छ त्यही गर्नुला नि आयो साउजी आयो मेरोमा 2 ल
अब यो खातामा पनि हालिदिनुहोस् त अब 2 जति फेरि अनि ठ्याक्कसितले तपाईँको 6 हुन्छ है त बिच सर ल हुन्छ राजाकोमा 2 गएको छ मेरोमा 2 6 हुन्छ अब कुरा यसरी अगाडि बढाउँ होइन मेरो नि आयो 2 आयो ल अब पास चाहिँ तपाईँको त्यही हो 10 सकेसम्म 7-8 दिनभित्रै गरौँ होइन अब होइन राम्रो हुन्छ त्यति राम्रो हुन्छ फाइनल भयो है हो नि फाइनल यसैलाई गरौँ है त हो नि ल ल अब हामीले फाइनल गऱ्यौँ अब ल ल। 2 जना हार्नु गर्नु होइन त ल कसो काका गुड एकदम राम्रो कुरा हो ल ल हजुर ल बिरमानजी अब के गर्ने यस्तै छ होइन ठिकै छ अब गर्नु पऱ्यो नि हजुर पर्यो पनि ल अब फाइनल कुरा यही हो नि त ल फाइनल डिल हो नि त अब हामी जहाँ लाग्ने कि होइन तपाईँ र म एकछिन बसेर सल्लाह छ हजुर अब सल्लाह गरौँ अब पासन तयारी मैले पनि गर्नुपर्छ अब उहाँहरू अब भयो। भन्नु छैन भने त अब के गर्नु अब हामी लागौँ नि त ठिकै छ नि त बिरु सर हामी ल लागौँ है त ल हजुरहरू राम्रो होस् छिटै पास गर्नु जति छिटो गर्नु त्यति राम्रो हुन्छ आफैलाई है ल काका ल बिर्सन्छु है त ल ल ल ल ल अब हेर्नु है सबै अब मैले तपाईँको जग्गा 35 बिघा छु हजुर होइन हजुर हजुर अब तपाईँको मलाई भनेपछि अब 6 आना भनेपछि अब अरू कुरा नगर्नु छ भने अब मलाई 5% राखिदिनु होइन बाँकी रहेको तपाईँको भइहाल्यो होइन भाइ कारोबार भयो र त राम्रो खुसी लाग्यो कि मलाई हजुर तिमीले मेरो जग्गामा काम गरेर बिगाइदेऊ त राम्रो खुसी कुरो हो नि प्लटिनहरूमा अब हुन्छ जग्गाको हरेक होइन अब भाइले नै मैले दिइरहेको छु सधैँ अब विश्वास गर न हेर्नु म ढुक्क छु सधैँ त्यसरी ल मलाई 20 दिनुहोस् होइन अरू तपाईँ गर्नुहोस् पास घरको लागि अब के कस्तो लाग्छ तपाईँ 2 जना बसेर सल्लाह गर्नुहोस् होइन पास गर्नुहोस् ल अहिले तिम्रोमा त्यहाँ 2 गएको छ हजुर अब त्यो तिमीलाई अब तिमी राख होइन हजुर अन्त कारोबार मिलाउन जाउँला अब तिमीले चाहिँ एउटा कुरा के गर्नु पर्यो भने राज भाइ 10 गते भन्दा अगाडि चाहिँ पासन योजना गर्नु पर्यो मलाई त्यहाँ पैसा चाहिएको छ एउटा जग्गामा हाल्नलाई ल ठिक छ म त्यो हुनाले अब त्यो जग्गा पनि फेरि अब मैले त्यहाँ बैनामा राख्नुपर्छ अनि त्यही हुनाले हो क्या ल म त अगाडिमा मिलाउने कोसिस गर्छु ठिक छ म उहाँलाई कन्भिन्स गरेर छिटै पास गर्ने हिसाबले छिटो एकदम छरितो पारेर म काम अगाडि बढाउँछु तपाईँ ढुक्क भएर भन्नु सक्दै ल अब जाउँ है त हामीलाई अन्त काम छ हुन्छ ल त्यही हो मेरो पनि अब यस्तो काम गरिरहनुपर्छ होइन अब भाइ मलाई आवश्यकता पर्छ त्यही हुनाले अब सबै कुरो मिलाउनु सकिहाल्यो हुन्छ त्यसरी मिलाउनु राजु होइन हुन्छ ल दुःख मन नगर है भाइ फेरि अब दुःख मन गर्नु अहिले अब यसो गर न दुःख मन गर्दा गाह्रो हुन्छ सबै कुरा हामी मिलाउनु पर्छ कि कसो अब राज भाइ हेर हजुर यहाँ मैले 30 रोपनीमा सबै प्लटिन गरेको छु होइन अब यहाँ पनि टुक्रा टुक्रा गरेर अब 4 आना 3.5 आनाको गरी अब लगभग 50-60 टुक्रा भन्दा माथि हुन्छ होइन त्यो टुक्रा सबै बिगाउनु पर्ने छ अब मैले राख्दा हल्का विज्ञापन राखेको छु हजुर अब तिमीले पनि अब कुन कुन टुक्रा अब यसो अब मैले त्यहाँ राखेको छु होइन त्यसको अब त्यो एउटा फोटोकपी लिएर जाऊ नक्साको कुन कुन सक्छौ मलाई वाट्सएप गरिदिनु हुन्छ सजिलो हुन्छ वाट्सएप गरे पनि यो प्लटिङ सबै तपाईँले गर्नुभएको अहिले सबै मैले गरेको यो अब सबै यो चाहिँ टक्कासितले अब यहाँ लगभग 40 रुपियाँ छ मेरो होइन 40 रुपियाँले चाहिँ अब मैले सबै टुक्रा टुक्रा गरेर बेचिदिनु लागेको छु क्या त्यो ल ठिक छ यो जग्गा बिगाउने काम पनि म गरिदिन्छु तपाईँ ढुक्क भएर भन्नुहोस् म भएपछि तपाईँ चिन्तै गर्नु पर्दैन ल हुन्छ होइन मिसिन लाएर खाँदैछ अब यसले अब लगभग 4-5 दिनमा सिधाउँछ सम्याएर फिल गरेर बाँकी गाह्रो साह्रो लगाएर अब टुक्रा टुक्रा बनाएर नाप्चा परेर पनि सब मिलिहाल्छ अनि त्यो हुनाले चाहिँ अब कारोबार हुँदैछ अनि तिमीले त्यो अहिलेको विष्ट सरलाई यो त देखाएन नि प्लटिनको त यो देखाएको छैन ए अनि ठिक छ त्यो पनि राम्रो छ कि त्यो पनि पुरानो प्लटिन गरेको हो त्यो पुरानो प्लटिङ रहेछ यो नयाँ प्लटिङ नयाँ हो फेरि विष्ट सर कोही मान्छे छ भने लिएर यसो म यसलाई चिन्ता नगर्नु म यसो जग्गाको लागि त तपाईँ ढुक्क भएर बस्नुहोस् म यो जग्गा बिगाउने काम भनेको मबाट एकदम कम्प्लिट 100मा 100 काम हुन्छ तपाईँ ढुक्क भएर बस्नुहोस् यो जग्गा म बिगाइदिन्छु है त ल ल म ए हो त होइन ल जाउँ होइन म जाने तल जाने हो नि त, हामी हामी जाउँ होइन भाइ ल। अब यसरी नै काम चाहिँ गर्नु पर्यो तिम्रो भन्ने गर्नु गर आज जे भने पनि आज घरको काम जग्गा काम मिलाइयो घर पनि फोहोर के घरमा छोरी मान्छे नभएपछि घर पनि फोहोर चाबी ढोका खोल्नु पर्यो ल चाबी कहाँ झरेछ होइन चाबी मैले त लिएर गएको थिएँ कहाँ घटे त राखेको छैन त टेन्सन पो भयो त यतातिर नै राखेको जस्तो लागेको थियो त छैन त चाबी चाबी फेरि कहाँ हराइयो कहाँ चाहिँ हराएको चाबी हराएर त टेन्सन भएन अब जग्गा बिगाइ गइयो होइन
भलपट्टि किन्ने हो त्यतिलाई फकाएर बिहे गर्ने हो घर पनि यस्तो लाखा लिङ्ग छ है भोलि फोर्छ आज बिहे त गर्नुपर्छ रोगडा हात पारेछ यसो बिहे त गर्नुपर्ने हो साँच्चै राखियो भन्ने कुरा हो हो भतिज के छ खबर अनि आज धरैमाल हात पारे भने सुनेको थिएँ के पार्नु काका यसो अलिअलि पारेको थियो यहाँ न काकालाई पनि सम्झिन्थ्यो कि दया धर्म गर्थ्यो कि दया धर्म त काका आफ्नै छैन बनु काका घर यस्तो फोहोर छ हेर्ने घरमा अब लक्ष्मी छैनन् अब हेर्नु काका यस्तो छ घरको हालत होइन अब मेरो चाहिँ अब के सोच बनाएको छु भने काका अब टक्क त्यतिलाई चाहिँ अब फकाएर बिहे गर्ने हो घरमा ल्याएर चट्ट भित्र्याउने घर व्यवहारले धान्छ म बाहिर कमाउँछु होइन हुन्छ नि त काका एउटा भटभटै किन्ने सोच छ काका हेर्नु केटोले पलान चाहिँ खत्रै बनाएर छ कस्तो कुरा गर्नु त काका अब यो अलिक हामी सबै साथीहरू सबै बाइकमा कुद्दैन दलै भने कति हेर्छन् मैले एउटा बाइक नचाउनु एउटा भटभटै नचाउनु काका पर्छ त देखाउनु भने नि पर्यो के काम गरिरहेछ होइन एउटा भटभटै किन्छ काकाको लागि थोरै व्यवस्था गर्छ क्या काका तपाईँ चिन्ता नगर्नु हुन्छ भइहाल्छ नि तपाईँ तल लगाएर यसो दिजो कसको त्यही त बुढा मस्का चाहिँ धेरै नलाउँछ बुढा चाबी कता हरायो काका छँदै छैन खै अब केले खोल्छौ त केले खोल्ने काका अब अरू तल गएर लिएर आउनु पर्यो अनि काकालाई पार्टी चाहियो भन्छ क्या काका हिँड नि त तलतिर चाहिँ म नि एक्लै छु भइहाल्छ नि तलतिर बसेर अब चिया खाउँला गफ गरौँला काका कति ल काका यो जाडोमा मैले पनि खोजेको यस्तै हो अब भतिज छ एउटा जे भए पनि ल चिन्तै नगर्नु काका तल गएर के खाने भन्नु न गएर बसेर मस्त खाएर चट्ट भएर आउनु मेरो घरमा पकाउने कोही छैन क्या म मात्रै हो ल कमाए पनि आफै हो रमाए पनि आफै हो अब हेर काका अब रमाइलो चाहिँ गर्नुपर्छ काका नि अब होइन भतिजले त्यस्तो रोगडा हात पारेछ त नगर भूत होइन काका यसो गरौँ है के गर्नु तपाईँ यहाँ बस्दै गर्नु चौरमा म तल पसलमा गएर होइन म चिज लिएर आउँछु काका भति बसेर यतै खानुपर्छ पसलतिर बसाउने सबैले थाहा पाउँछ फेरि भोलि पछि फलाना जस्तो हुन्छ नि होइन त्यही भएर तपाईँ यहाँ बस्दै गर्नु काका म गएर लिएर आउँछु ल चाँडो है बसाइसक्यो यहाँ ओहो भतिज आइपुग्छ त्यतिखेरसम्म पनि कत्रो टाइम लगायो मोराले काका पर्खिरह होला नि पुरा फेरि के बाबा ओहो काका ओहो हेर त बुढा गोल्डेन म त खाइहाल्ने हो अनि तिम्रो त्यस्तो औडा भएको छ बुढा यहाँ मर्ने बेला भइसक्यो राम 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 बुढा त पुरै ओ यहाँ दिखे होइन बुढा कडक्रो खतम माल नि कहाँबाट ल्यायो राम राम काका नि यो त ब्रान्डेड हो बुढा आज सुनिदिउँ काका बिस्तारै बिस्तारै खाउने माल कडक छ चाहेको छैन म कहाँ चाहना काका ल्याएर तपाईँलाई खोल्न दिँदैछु म ल खाऊ राम 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 बुढा कडा छ चिसो चिसो मौसममा केटोले घर हो अलि बिस्तारै हाल है काका राम 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 के आउँदो हो यस्तो जे भयो नि काका आज काम बनाएर हेर त यी हानिदिउँ भाइ काम काम कस्तो लाग्यो काका भित्र पुरा जलेको जस्तो भयो यार यो खाएपछि कस्तुरीको याद आउँदैन काका कुरा नगर न कस्तुरीको याद आउँदैन काका यसरी कस्तुरी सम्झेर हान्ने हो नि त काका पहिला खाना त पाऊँ खाऊ न काका खाऊ कस्तुरीको यादमा न सम्झेर यसो फिलिङ्स बताऊ त काका छिटै लाग्छ कि क्या कडा खाँदा यार माल त होइन काका तपाईँले मलाई दुइटा देख्नु भयो क्या हो एउटा कुरो के हो भने भतिज न काका तिमीले हान्ने त अनि कुरो अनि मनको फिलिङ शीतल हुन्छ काका पैसा सम्झ्यो भने भतिज ए काका तिमी नरौ न तिमी रोयो भने अलि हुन्छ कसरी मन थाम्नु त्यहाँले मन थाम्बारै छैन मैले पनि माया गरेँ हो ए काका
बुझ्नेले बुझिदिएन नि काका अब के गर्नु त काका म यत्रो बिरिस मिठो बुझ्नेले बुझिदिँदैन काका अनि मैले के गरौँ भन्नु त जान्ने बुझ्ने भनेको तपाईँ नै हो काका म घर जान्छु हुँदैन काका तिमीले मलाई हुँदैन काका तर थाम्न न काका के हो काका फेरि तिमीलाई जाने के स्याक 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 गर्नु थाल्यो जाँड खाएपछि बुढाको बानी नि खत्तम के मैले मनमायालाई जति माया कसैलाई पनि गरेको छैन भतिज जातकै कारणले छोड्नु पर्यो क्या न्यारो न बुढा न्यारो रुनी कामै कहानी सुन न कहानी सुन्नु पर्यो क्या तिमीलाई के थाहा छ र भतिज उसले पनि मलाई भक्कु नै माया गर्थ्यो क्या साला जात भन्ने कस्तो चिज हुँदो रहेछ भने त्यस्तो माया गर्ने मान्छेलाई पनि छुटाएरै छोड्दो रहेछ क्या साह्रै मन दुखेर आउँछ भतिज रुम भने कसलाई देखाउनु छ शत्रुको हाँसो अब तिमी नै बैगुने भएर हो कि काका तिमी हामी जस्तो भेट भएको बेलामा मात्रै मनका खोल्न मन लाग्छ भतिज सारा यसैले निकाल्छ सबै कुरो बाहिर बुझौ कति मिठो कहानी थियो कि कति मिठो माया प्रेम थियो कि मनमा आएर मेरो कसलाई थाहा छ यो मुटुमा छ क्या जे हुनु छ बुझ्यौ अझै पनि धेरै याद आउँछ भतिज मनमा आएको मलाई यस्तो कुरा नआउन काका अस्ति घाँस खान जाँदाखेरि मेरो पनि त्यो लभ परेको जस्तो पर्ला जस्तो भएको थियो मसँग लभ परेको थियो काका मलाई कोसँग मनमाया क्या काका मनमाया मनमायासँग लभ परेको जस्तो भएको थियो के भन्छ सानो बनाइदियो त मलाई ए होइन काका अस्ति घाँस खान गएपछि मनमाया अनि मन त्यहीबाट सुरु गइरहेको थिएँ उता उखुर आइरहेको थिएँ काका ठ्याक्क त्यहाँबाट के हो कस्तो के भयो ठ्याक्क गफबाट लभ परेको थियो क्या काका मेरो पनि मनमायासँग तर अर्काको बुढी रहेछ काका आफ्नो मनलाई अरू त कुरा छोड्यो कि काका तिमीलाई मैले धेरै गरेको हो बुढो के गर्छ यो बुढो खुस्कियो भतिज एक उडो तिमी रहेछौ जे भन्ने काका कस्तुरीलाई दिएँ आफ्नो बनाएर अरू कुरो थाहा छैन मलाई पहिला भोलि